नमस्कार। आज म यहाँ एउटा रोचक कथा सुनाउँछु। एकपटक अर्जुनले कृष्णलाई सोध्नुभएछ, हे माधव, जीवनको सफलताको सूत्र के हो भनेर। कृष्णले मुस्कुराउँदै भन्नुभएछ, हे अर्जुन, लजाउँ, यो चङ्गा बोक, ऊ त्यहाँ परको त्यो खुल्ला मैदान छ, त्यसमा गएर चङ्गा उडाउँ। अनि अर्जुन चङ्गा बोकेर दुवैजना हिँड्नुभयो र चङ्गा उडाउँदै जाँदाखेरि अर्जुनलाई के लागेछ भने यो धागोको कारणबाट चङ्गा माथि माथि उड्न पाइरहेको छैन। यो धागो नै यसको बाधक हो। त्यसकारणले कृष्णलाई सोध्दै भन्नुभएछ, हे माधव, यो धागोको कारणबाट चङ्गा माथि उड्न गइरहेको छैन, उडिरहेको छैन, त्यसकारणले यो धागो काट्दिउँ, चुडाइदिउँ यो भनेर। अनि कृष्णले अर्जुनतिर मुस्कुराउँदै हेरेर, हुन्छ ल काट्दिउँ नि त, चुडाइदिउँ भनेर भन्नुभएछ। अर्जुनले धागो काटिदिनु भयो। अनि त्यस पछाडि एकछिन त त्यो चङ्गा माथि माथि उड्दै गयो, तर केही छिनमै त्यो चङ्गा चाहिँ बिस्तारै 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 जमिनतिर खस्न थाल्यो। त्यो देखेर अर्जुन कृष्णतिर हेर्दै आश्चर्यचकित हुनुभयो। र त्यही बेलामा कृष्णले अर्जुनलाई भन्नुभयो, हेर अर्जुन, यो जीवन पनि यो चङ्गा जस्तै हो, यो विभिन्न कुराबाट बाँधिएको हुन्छ। भन्न खोजेको कुरा के भने नातागोता, आफन्त, बन्धु बान्धव, हाम्रो धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, अनुशासन, यस्ता कुराले हाम्रो जीवन बाँधिएको हुन्छ। र ती चङ्गाको धागो जस्तै यी सम्बन्ध रूपी जुन धागो छ, यसले हामीलाई बाँधिरहेको हुन्छ, यसले हामीलाई अनुशासित बनाइरहेको हुन्छ भनेर भन्नुभयो। र यो धागो जुन दिन चुडिन्छ, हामी त्यस्तै अनियन्त्रित भएर अनि डिसिप्लिनमा नरहेर हाम्रो आफ्नो चाहिँ बाटो छोडेर अन्ततिर लाग्ने सम्भावना रहन्छ। त्यसकारणले हामीले यो कुराको ध्यान दिनुपर्छ। अब भन्न खोजेको कुरा के भने अहिलेको समाजमा आएर अहिलेको जीवनमा हाम्रा सन्ततिहरू यस्ता कुराहरूबाट धर्म, संस्कृति, परम्परा, रीतिरिवाज अनि हाम्रा नातागोता, आफन्त, यस्ता कुराहरू त्यागेर अर्कै छुट्टै प्रकारको चाहिँ संसारमा जान चाहन्छन्। र यी कुराले गर्दाखेरि अहिलेको समाज पहिले जस्तो सभ्य सुसंस्कृत नभएको जस्तो मलाई महसुस भएको छ। र अनि त्यो भएकोले गर्दाखेरि हामीले हाम्रा सभ्यता, संस्कृति, हाम्रो धर्म, हाम्रो रीतिरिवाज, हाम्रो संस्कृति, हाम्रा नातागोता, आफन्तहरूलाई कहिल्यै बिर्सनु हुँदैन। यसैले नै हामीलाई नियन्त्रित गरिरहेको हुन्छ।